हेलो जय मसी अनि गुड मर्निङ सबैजनालाई यो बिहानी म तपाईहरुलाई गुड मर्निङ भन्न चाहन्छु। अनि विशेष गरेर म तपाईहरुलाई एउटा एकदमै इम्पोर्टेन्ट हामी सबैजनालाई काम लाग्ने अहिलेको यो सिचुएसनमा काम लाग्ने म तपाईहरुलाई समस्याबाट निस्किने उपाय तपाईलाई बताउँदैछु है। सुन्नुहोस् है। एकदमै के भनेदेखि अहिले चाहिँ हामीलाई एकदमै हाकार मचिरहेको कुरा है, अहिले भइरहेको भाइरल कुरा चाहिँ के छ भन्दै गर्दाखेरि चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा। अनि अहिले ग्यास नभएर हाहाकार चलिरहेको छ। अनि तपाईँ र मैले यो कुरालाई एकदमै जानिरहेका छौँ। अनि हामी जति बेला पनि चुल्हामा पस्नभन्दा अगाडि हाम्रो सोच नै माइन्ड नै अहिले चाहिँ ग्यासमा भइरहेको छ है। तुर्यो भने हामीले बिहानै उठेर चिया खाने बानी छ, पानी खाने बानी छ, पिउनेहरू बानी छ हाम्रो है एकदमै। अनि नेपाली जगतमा त झन् हामी चिया नपिई सक्दैनौँ अहिलेको समयमा। अनि हामी त्यो चिया पिउँदै गर्दाखेरि चाहिँ हामी ग्यासको याद आउँछ। अनि हामी यो तुर्यो भने हामी बिहान उठेर कहिले पकाएर चुल्हामा आगो फुकेर हामी चिया पिउने भनेर हामी एकदमै टेन्सनमा हुन्छौँ है। यो तुर्यो भने भनेर भाँडो चलाउनु सोच्दा सोच्दै पनि ग्यास चल्छ है। कोही बेला पाहुना आइपुग्छ, कोही बेला घरमा के हुन्छ है। अनि मिठो मसिनो खानु मन लाग्छ, धेरै ग्यास खर्च भइहाल्छ है। त्यो पकाउँदा पनि एकदमै हामी सोच्छौँ ला ग्यास तुर्यो भने भन्ने है। अनि तपाईहरुलाई म के भनौँ यो बिहानी भनेदेखि मैले पनि कसैबाट कुनै समयमा एउटा है हेर्नुहोस् न मेरो यहाँनिर फेरि यो फुल फुलिरहेको छ हो, यो एकदमै सुनखरी हो यो है। अनि यो चाहिँ कोपी फुलको हो। अनि यो भन्दै गर्दा पनि मलाई यो कोपी फुल एकदमै यस्तो भइरहेछ र देखाउन मन लाग्यो हजुरहरूलाई। अनि त्यहाँदेखिको मैले चाहिँ आज बिहानै मलाई पनि त्यस्तै टेन्सन भयो है। मेरो ग्यास तुर्यो भने ला पाहुना आउँदा मैले के पकाउनु, बचत गर्नुपर्छ मैले है, म एउटा स्त्री भएको कारणले गर्दा। अनि ला मैले कसरी अब यो गर्नु होइन। आज बिहान मलाई हतार छ, तरै पनि मैले आगोमा, तर आगो बाल्यो भने अलिक छिटै हुन्छ है। अनि तर पनि अब मैले त्यस्तो सोच्दै गर्दाखेरि म आगोमै आज पकाउँछु भने अनि कसैको धेरै पहिला मैले कसैको एक्सपेरिमेन्टलाई हेर्दै थिएँ अनि म त्यो चाहिँ आफै पनि फेरि त्यसलाई म एक्सपेरिमेन्ट गर्न नै मन लाग्छ है। त्यसलाई पनि म फेरि उनीहरूले जुन एक्सपेरिमेन्टमा गर्यो त्यसलाई म चाहिँ गरिहाल्नु मनपर्ने मेरो चाहिँ बानी छ है। एकपल्ट हो कि होइन भनेर मलाई चाहिँ एकदमै जान्ने इच्छा भइहाल्छ है। हो कि होइन, पक्का हो कि होइन भन्ने मलाई चाहिँ एकदमै चाहिहाल्छ है। प्र्याक्टिकलमा मलाई चाहिन्छ। त्यस कारणले गर्दा मैले पनि है आज साँच्चै नै मैले पनि त्यो एक्सपेरिमेन्टलाई चाहिँ गरेको छु है। अनि तपाईँहरूलाई पनि काम लाग्छ एकदमै है, एकदमै काम लाग्छ है। अनि दुईवटा कुरोलाई मैले तपाईँहरूको अगाडि देखाइरहेको छु। एउटा कुरो तपाईँले के देख्न सक्नुहुन्छ आज भन्दै गर्दा चाहिँ मैले यो भिडियो बनाउँदै गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ एउटा चुल्हालाई देख्न सक्नुहुन्छ। अनि जुन चुल्हामा चाहिँ काँचो पनि बोल्छ अनि त्यो चाहिँ तपाईँले इँटाद्वारा बनाउन सक्नुहुन्छ। एउटा भट्टी जस्तो मेरो चाहिँ राम्रो छैन, किनभने मैले चाहिँ कोही कोही बेला सेवा सङ्गति हुन्छ मेरोमा। अनि त्यसकारण ठुल्ठुलो बानहरू पकाउँदा चाहिँ मेरो चुल्हा ग्यास चुल्हामा असुविधा हुन्छ र चाहिँ मैले चाहिँ एकदमै भट्टी बनाएको छु। अनि त्यो राम्रो त भएको छैन, अब मैले पनि एकदमै चल्दो मिल्दो बनाएको है, कोही कोही बेला पकाउनु पर्छ भनेर। अनि तपाईँहरूलाई म देखाउँछु। अनि अर्को कुरो मैले तपाईँहरूलाई अझै एउटा देखाएको छु। अनि हेर्नुहोस् है, तपाईँहरू सबैजनाले एकदमै काम लाग्ने इम्पोर्टेन्ट हामीलाई है। अनि एउटा चाहिँ के भन्दाखेरि चाहिँ मैले चुल्हालाई देखाउँदैछु। हेर्नुहोस् यहाँ चुल्हा छ है। यो भट्टीमा चाहिँ तपाईँले चिसो दाउराहरू हुन्छ, काँचो कचिलो सबै यो माथिबाट हाल्नु सक्नुहुन्छ। यतापट्टि उयो खोप्छ, उतापट्टि पनि खोप्छ, त्यताबाट पनि माथिबाट पनि काँचो दाउरा हाल्नु भयो भने अनि यो चाहिँ मजाले बोलेर पाक्छ है। यस्तो प्रकारले बनाउनुहोस् है। जान्नु चाहनुहुन्छ भने यो म सिकाइ पनि दिन्छु। अनि यो चाहिँ हाम्रोतिर एकदमै चल्छ, किनभने बिहा विवाहमा त धेरै ठुल्ठुलो बान पकाउनुपर्छ, ग्यासमा मात्रै भ्याउँदैन। त्यति बेला यो भट्टीलाई युज गर्छ हाम्रोतिर चाहिँ। एकदमै भट्टी बनाएर पानीहरू तताउने कामहरू गर्नुहुन्छ समाजका हाम्रो दाजुभाइहरूले एकदमै युज गर्नुहुन्छ। अनि अर्को कुरो चाहिँ यहाँ हेर्नुहोस्, तपाईँहरूले एकदमै सजिलो हामीलाई हाम्रो हात कालो हुँदैन हामीले खाना पकाउँदाखेरि है। हेर्नुहोस् है, यहाँ यस्तो प्रकारले सिसा नफ्याँक्नुहोस्। तपाईँहरूले सामान ल्याएर आउनुहुन्छ, त्यो सिसालाई नफ्याँक्नुहोस्। हेर्नुहोस् त यहाँनिर यति सजिलो प्रकारले चाहिँ हाम्रो भाँडा चाहिँ कालो हुँदैन रहेछ। हेर्नुहोस् त सिसा
सिसालाई मैले तेलमा भाँडामा तेल दलेर चाहिँ यस्तो प्रकार गरेपछि तपाईँहरूले देख्नुभएको होला सायद भिडियोतिर धेरैको भिडियोमा तपाईँले देख्नुभएको होला यो यस्तो प्रकारले पकाउँदा तपाईँको भाँडा कालो हुँदैन रहेछ है। तर भाँडामा तेल हाल्नुपर्ने रहेछ सलसलसल तेल हालेर टक्कै सिसालाई कभर गर्नुभयो भने चाहिँ अनि राम्रोसँगले ऱ्याप गर्नुहोस्। त्यहाँदेखि चाहिँ यसलाई मजाले तपाईँले पकाउनु भयो भने चाहिँ मजाले पाक्छ, यसमा छिट्टो पनि हुन्छ है। अनि तपाईँहरूलाई चाहिँ यो सुझाउ मेरो कस्तो लाग्यो है, हुन्छ है। यो सबैको लागि म परमेश्वरलाई नै धन्यवाद दिन्छु। फेरि पनि हजुरहरूलाई गुड मर्निङ, सधैँ जय मसी।